यो सोल्टीको पनि मनमा गहिरो चोट रहेछ, कसैले गहिरो चोट बनाएर छाडेको रहेछ। एकैछिन यो सोल्टीको पीडाहरू पनि सुनिदिनुहोस् न। किन के मलाई त्यस्तो मलाई मन पर्दैन। एकजना मान्छेले ढोका दियो कि मलाई हुँदैन पनि त्यस्तो, फाप्दैन पनि। कहाँको केटीले धोका दियो? नमी डाँडाको राम्री थिए? के थरी हो? लिम्बुनी। के गर्दा चाहिँ धोका दियो? मलाई धोका दियो कि मलाई त्यस्तो मान्छे चाहिँ बित्तिकै मन पर्दैन, कस्तो पनि मन पर्दैन क्या। मलाई कति साह्रो धोका दिएको थियो। भेट्न आउँछु भने माथि म गएँ, माथि उडेर गएँ माथि गाडीमा। कहाँ फिल्म गयो कि कहाँनिर गयो? माथि गएँ नि त उयो कान्छी दोकान। कान्छी दोकानमा आउँछु भने होइन त होइन त अनि होइन। अनि मलाई अनि कस्तो धोका दियो नाच्नु। म त भेटेको थियो भने त त्यति बेला त पुक्लुक्कै ढल्ने गरिदिन्थ्यो। नाच्नु कस्तो पनि भनेको। राम्री थिए? राम्री त थिए त अनि गोरी गोरी थिए। कसम हौ। कति वर्ष, लगभग कति वर्षको थिए? म त अहिले 20 वर्ष पुगेँ। होइन केटी चाहिँ 16-17 वर्ष। अनि अब गइहाल्यो होइन। अब म के जान्नु? अब जहाँ म सिधा मान्छे अब उकालो गयो नि होइन। माथि भेट्दिनँ, भेट्दिनँ। यस्तो रहेछ टोको छेउमा भए त म त पुक्लुक्कै ढाल्ने जस्तो थियो नि। अनि रोयो न? केटीले धोका दिँदा रोएन? म त रोइन, बरु बाँच्छु। 2 बदल रक्सी खाएर आइदिएको। लोकल खायो कि सिक्किमे खायो कि बियर खायो? सिक्किमेहरू होइन, लोकल खाइदिन्छु म। जाँड रक्सी त? जाँड रक्सी म बेला बेला मात्रै खान्छु होइन, बिहान पनि खाँदिनँ। तर खानु चाहिँ खान्छु म।